के तपाईँ डाटा सकेपछि पैसा नकाट्ने अप्सन चाहिँ इनेबल गर्नुभयो? ल यो कसरी गर्ने म तपाईँलाई सिकाइदिइरहेको छु। जस्तै अब यहाँ जानु होला, यसमा गइसकेपछि स्टार 444 अनि ह्यास थिच्नु होला। अनि त्यसपछि जुन सिम छ त्यो सिम चाहिँ सिलेक्ट गर्नु होला। यो सिलेक्ट गरेपछि यस्तो आउँछ। 4 नम्बरमा यहाँ हेर्न सक्छु इनेबल एन्ड डिसेबल पे एज यु गो अप्सन छ हैन। यसमा 4 नम्बर थिचेर यहाँ अगाडि बढ्नु होला। यहाँ गइसकेपछि त यहाँ हेर्न सक्नुहुन्छ 1 नम्बरमा छ डिसेबल छ, 3 नम्बरमा छ इनेबल, 4 नम्बरमा स्टेटस छ। जस्तै हामीलाई डिसेबल गर्नु छ त 1 नम्बर थिचेर सेन्ड गर्नु होला। त्यसपछि के हुन्छ तपाईँको डाटा यदि सकिसकेको छ भने तपाईँको पैसा काट्दैन हैन। यदि कुनै बेला के हुन्छ कि हामीलाई थोरै डाटाको थोरै कामको आवश्यकता पर्छ भने के हुन्छ, हामी डाटा खरिद गर्न चाहदैनौँ त त्यतिखेर के गर्नु होला, फेरि स्टार 444 अनि ह्यास थिचेर अनि फेरि 4 नम्बरमा गएर फेरि एनेबल चाहिँ गर्नु होला हैन। र यहाँ 3 नम्बरमा स्टेटस दिएको छ, तपाईँले यो डिसेबल कि एनेबल गर्नु भएको छ कि छैन त्यो स्टेटस चाहिँ चेक गर्न सक्नुहुन्छ। र तपाईँहरूले यस्तै अब एनटिसीमा आफ्नो डाटा सकेपछि पैसा नकाट्ने बनाउन सक्नुहुन्छ। यो यही प्रोसेस होइन। यदि तपाईँ यस्तै टाइपको भिडियो हेर्न चाहनुहुन्छ भने प्लिज नेपाली गाइडलाई फलो गर्नुहोला र युट्युबबाट हेर्दै हुनुहुन्छ भने नेपाली गाइडलाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।